हाम्रा शिक्षक मित्रहरू, यस कार्यक्रमका सम्पूर्ण सदस्यज्यूहरू र हाम्रा विद्यालयमा बाल कक्षादेखि कक्षा 10 सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, आजको यो कार्यक्रम विद्यालय मैत्री, हाम्रो विद्यालयलाई, हाम्रो शिक्षण सिकाइलाई, हामीले शिक्षण सिकाइका क्रममा भाइ बहिनीहरूलाई दिनुपर्ने खुराकलाई पूर्ण गर्नका लागि बनेको हो भन्ने मेरो बुझाइरहेको छ। कार्यक्रमको उद्देश्य मैले त्यस्तो बुझेको छु। दुईटा नृत्य र गायन हेर्दै गर्दा सुन्दै गर्दा हामीले त्यो कुरो महसुस गऱ्यौँ। जे मैले महसुस गरिसकेँ, भाइ बहिनीहरूले पनि त्यो महसुस गरिसक्नु भएको छ होला भन्ने मैले अपेक्षा लिएको छु। वास्तवमा आज विश्वको 21औं शताब्दीमा विश्वको ठुलो अभिशाप भनेर समाजमा भित्रैबाट समाजलाई छिया पार्नका लागि, समाजलाई विकृत रूपमा परिवर्तन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने एउटै मात्रै कारक तत्त्व, मुख्य कारक तत्त्व दुर्व्यसन र कुलत रहेको छ। यो कार्यक्रमले पनि त्यो कुरालाई मध्यनजर गरेर त्यो कुराको जरो पत्ता लगाएर समाजबाट उखेल्नका लागि यो कार्यक्रम अर्गनाइज गरेको भन्ने मैले बुझेको छु। वास्तवमा हुनुपर्ने पनि त्यही हो। समाजमा रहेका सभ्यताहरूलाई, सुसंस्कृत तत्त्वहरूलाई एउटा खराब तत्त्वले, खराब चरित्रले, खराब पदार्थले समाजमा बस्ने सामाजिक मानिसहरूको अथवा हाम्रो समाजका सदस्यहरूको जीवन र एउटा सदस्यका कारणले गर्दाखेरि सम्पूर्ण समाजमा पर्ने नकारात्मक छविलाई उजागर गर्दै त्यसको निराकरणका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने म अपेक्षा राख्न चाहन्छु। यो कार्यक्रम आयोजना गर्नुभएका आयोजक कमिटीलाई, आयोजक संस्थालाई म आफ्नो उद्देश्य परिपूर्ति गर्नका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँहरूको यो कार्यक्रम अझै फल्दै जाओस्, फुल्दै जाओस्। यस्तै हाम्रा जस्तै विद्यार्थी भाइ बहिनीहरूका अगाडि उहाँहरूको माझमा थुप्रै विद्यालयहरूमा यस्ता कार्यक्रम आयोजना गरियोस्। अझ समुदाय स्तरमा समेत यो कार्यक्रम पुर्याउनु र त्यसलाई प्रसारण गर्नु जरुरी रहेको छ। त्यसका लागि पनि यहाँहरूको ध्यानाकर्षण गर्न चाहन्छु। हाम्रो समाजमा अहिले हाम्रो उद्घोषक बहिनीले भन्दै गर्नुभयो कुलतको कुराहरू, गीत र नृत्यमा बजेको गीतबाट पनि हामीले बुझ्यौँ। वास्तवमा कुलत भनेको कुनै पनि मानिसमा कुनै न कुनै कुराको लत हुनुपर्छ, तर कुलत हुनु हुँदैन। लत भएन भने त अगाडि बढ्दैन समाज, व्यक्ति अगाडि बढ्दैन। व्यक्ति र समाज अगाडि नबढिकन राष्ट्र पनि अगाडि बढ्न सक्दैन। लत सकारात्मक हुनुपर्छ। हाम्रो केही गर्ने हुटुटी, विद्यार्थीहरूको केही बन्ने हुटुटीको चाहिँ लत पस्यो भने उनीहरूले समाजका लागि सकारात्मक र प्रतिफलमुखी चाहिँ नतिजा प्रदान गर्न सक्छन्। तर अहिले समाजमा व्याप्त रहेका विभिन्न प्रकारका कुलतहरू, खराब लतहरू चाहिँ हामीले अगाल्यौँ भने हाम्रो जीवन नर्क बन्दछ। त्यो नर्क बनेको जीवनलाई फेरि हामीले यो अमूल्य जीवनलाई सार्थक बनाउनका लागि एकपटक कुलतमा फसिसकेपछि त्यसबाट उम्किनका लागि नगन्य मान्छेहरू मात्र त्यसबाट उम्किएका छन्। धेरै ठुलो त्याग र तपस्या गरेर मात्र त्यति सहज ढङ्गले हामीले त्यो कुलतलाई हटाउन सक्दैनौँ। हामी हेरौँ त गाउँ समाजमा कुलतमा फसेका मान्छेहरूको हालत। कुकुरको पनि बरु इज्जत छ, घरमा राम्रोसँगले चाहिँ उनीहरूले स्याहार सुसार गरेर खान दिएको छ, तर कुलतमा फसेको मानिसहरूको इज्जत कुकुरको जति पनि हुँदैन। यो कुरालाई हामी सबैले मध्यनजर गर्नुपर्छ, आफ्नो जीवनमा पनि लागू गर्नुपर्छ। भाइ बहिनीहरूले मुख्य रूपमा कुलत र कुलतजन्य पदार्थहरू र हाम्रो जीवनलाई नरकतर्फ उन्मुख गराउने कुनै पनि पदार्थहरूको सेवनबाट परै बस्नुपर्छ र आफूले आफ्नो समुदाय, आफ्नो पहुँचमा भएका व्यक्तिहरूलाई पनि त्यस विषयमा जानकारी गराउनुपर्छ, यो विषयमा अध्ययन गर्नुपर्छ र कुलत विरुद्धको यो महाअभियानमा हामी सबैले चाहिँ ऐक्यबद्धता जनाउनुपर्छ भन्दै यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै
म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।